जनकपुर धाम जगत जननी जानकीको जन्मभूमि, राजर्षि जनकको कर्मभूमि, ऋषि महर्षि एवं विद्वान विदुषीहरूको शास्त्रार्थ स्थल, महामुनिहरूको ज्ञानार्जन स्थल, प्रमुख ज्ञानपीठको रूपमा जनकपुर धाम प्रख्यात छ। वर्तमान जनकपुर धामको खोजी चतुर्भुज गिरी र सुरकिशोर दासजीले गर्नुभयो। यिनी दुवै आधुनिक जनकपुर धामका निर्माता हुन्। 18औं शताब्दीको आरम्भमा वन जंगल रहेको यस स्थानमा यस क्षेत्रको ऐतिहासिक धार्मिक महत्वको प्रचार प्रसार र गौरवलाई उजागर गर्नुभयो। आधुनिक जनकपुर धामको खोजी गर्ने श्रेय यी दुवै सन्तको रहेको छ। रामायण कालमा मिथिलाको राजधानीको रूपमा ख्याति प्राप्त जनकपुर धाम जानकीको जन्मभूमि, किशोरीजीको स्थान, सीताको नगरी, जनकको राजधानी, श्री रामजीको ससुराली आदि नाउँबाट पवित्र, ऐतिहासिक, समृद्ध सांस्कृतिक थलोका रूपमा चारैतिर रहेको मठ मन्दिर, ताल सरोवरले जनकपुर धाम परिचित रहेको छ। वैदिक संस्कृतिको केन्द्र भूमिको रूपमा प्राचीन मिथिलाको राजधानी जनकपुर धाम एउटा विशिष्ट धार्मिक एवं सांस्कृतिक केन्द्रको रूपमा प्रख्यात रहेको छ। मिथिलाको प्रथम राजाको रूपमा निमि थिए भने यस वंशका दोस्रो राजा मिथि थिए, जसको नाउँबाट मिथिला देशको प्रादुर्भाव भएको विभिन्न ग्रन्थहरूबाट पुष्टि हुन्छ। यसै वंशका शिरध्वज जनकको समयमा सीता धरा गर्भबाट प्रकट भएकी थिइन्, जसको विवाह अयोध्याका राजा दशरथको पुत्र श्रीरामसँग भएको प्रसङ्गले जनकपुर धामको ख्याति बढ्न गएको सर्वविदित नै छ। जानकी मन्दिर जनकपुर धामको जानकी मन्दिर हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा एउटा ऐतिहासिक स्थल हो। वर्तमानको यस मन्दिरको स्थापना 18औं शताब्दीको प्रारम्भमा सन्त सुरकिशोर दासजीले गरेका थिए। यस मन्दिरलाई नौलखा मन्दिर पनि भनिन्छ। मुगल वास्तुशैली र हिन्दू राजपूत वास्तुकलामा निर्मित यो मन्दिर 49,555 वर्ग फिट र 50 फिट अग्लो रहेको छ, जसलाई हेर्न देश विदेशका दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्दछ। जानकी मन्दिरको वर्तमान स्वरूपको निर्माण महात्मा रामकृष्ण दासको पालामा भएको हो भने यसको निर्माण मध्य भारतको टीकमगढका राजा प्रताप सिंहकी रानी वृषभानु कुँवरीले गरेकी हुन्। राम मन्दिर
जनकपुर धामको बीच बजारमा जानकी मन्दिरदेखि दक्षिण लगभग 100 मिटरको दूरीमा राम मन्दिर रहेको छ। गोडा शैलीमा निर्मित यो मन्दिर सुन्दरम नमुनाको रूपमा रहेको छ। मन्दिरको माथिल्लो भागमा सुनको गजुडले मन्दिरलाई आकर्षक बनाएको छ। यस मन्दिरको गर्भगृहमा रहेको ढुङ्गे मूर्ति र एकमुखी शिवलिङ्ग पुरातात्विक दृष्टिकोणले महत्त्वपूर्ण छ। यस मन्दिरको स्थापना सन्त श्री चतुर्भुज गिरीले 18औं शताब्दीको प्रारम्भमा गरेका थिए। यस मन्दिरको वर्तमान स्वरूपको निर्माण श्री 5 रणबहादुर शाहका सेनापति काजी अमरसिंह थापाले विक्रम सम्वत 1839 मा गरेका थिए। जनकपुर धामको पहिचानमा राम मन्दिरको भूमिका जानकी मन्दिर जतिकै छ। राजदेवी मन्दिर जनकपुर धामको प्रसिद्ध राम मन्दिर परिसरभित्रै उत्तरतर्फ अवस्थित ऐतिहासिक महत्त्वका धार्मिक स्थलमध्ये एक हो। यसको गर्भगृहमा रहेको माटोको ढिस्का अचेल पित्तलको पाताले सिंगारिएकोलाई नै कुलदेवीको प्रतीक मानी आदि शक्तिको रूपमा पूजा अर्चना गर्ने गरिन्छ। राजा जनकको कुलदेवीको रूपमा पूजित राजदेवी मन्दिरको निर्माणको सम्बन्धमा प्रष्ट तिथि मिति उल्लेख गर्न नसकिए पनि जनक वंशीय राजाहरूको कुलदेवीको रूपमा पूजित हुनुले यसको ऐतिहासिकतालाई सहजै बुझ्न सकिन्छ। जनक मन्दिर विक्रम सम्वत 1839 मा राम मन्दिरका निर्माता काजी अमरसिंह थापाद्वारा निर्मित जनक मन्दिर जनकपुर धामको पौराणिक मन्दिरहरूमध्ये एक हो। यस मन्दिरमा शतानन्द, राजा जनक, सुनैना, सीता आदि देवी देवताका मूर्तिहरू छन्। मन्दिरको गर्भगृहमा एउटा शिरहीन खण्डित मूर्ति जनकको हो भन्ने जनविश्वास छ। सम्वत 2002 सालमा गंगासागरमा सीताजीको मूर्ति भेटिएको थियो। त्यो मूर्ति पनि यसै मन्दिरमा छ। मन्दिरको प्रवेशद्वारसँगै कालो पत्थरको शीतला माताको खण्डित मूर्ति रहेको छ।
लक्ष्मण मन्दिर। जानकी मन्दिर परिसरभित्रै पूर्व उत्तरतर्फ लक्ष्मण मन्दिर रहेको छ। जनश्रुति अनुसार शिखर शैलीमा निर्मित यस मन्दिरको स्थापना प्रयागका महात्मा मस्तरामजीलाई हनुमानजीले दर्शन दिई भन्नुभयो। मिथिलाको जनकपुर धाममा लक्ष्मणजीको मूर्ति छ, खोजी गरी पूजा गर्नु तिम्रो कल्याण हुनेछ। सोही अनुसार महात्मा मस्तरामजी जनकपुर आएर खोजी गरी लक्ष्मणजीको मूर्ति स्थापना गरिएको हो। साधु सन्तहरूको सल्लाहमा एक्लै लक्ष्मणजीको पूजा गर्न नहुने भएको हुँदा राम र सीता समेतको मूर्तिहरू राखी पूजा थालिएको मानिन्छ। विवाह मण्डप। विवाह मण्डप जनकपुर धामको जानकी मन्दिरको उत्तरतर्फ रहेको छ। राम जानकीको विवाहको अवसरमा उपस्थित देवी देवता, ऋषिगण तथा राम जानकी दुवै पक्षका परिजनहरूको मूर्तिहरू राखिएकाले राम जानकीको विवाहको स्मरण गराउँछ। धार्मिक एवं दर्शनीय स्थलको रूपमा प्रख्यात यस मण्डपको निर्माण विक्रम सम्वत 2026 मा आरम्भ भई विक्रम सम्वत 2042 सालको पौष 18 गते तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहले उद्घाटन गर्नुभएको थियो। गंगासागर। यो सरोवर जनकपुर धामको मध्यमा जनक मन्दिर र धनुष सागरदेखि पूर्व स्वर्गद्वारदेखि उत्तरमा रहेको छ। गंगासागरको उत्तर पूर्वमा शिव मन्दिर रहेको छ। यस सम्बन्धमा बृहत विष्णु पुराणको 15औं अध्यायको मिथिला महात्म्यमा उल्लेख कथा अनुसार वशिष्ठले निमिलाई र निमिले वशिष्ठलाई श्राप दिएपछि दुवै देह रहित वायु रूपमा घुम्न थालेको देखेर देवगण आश्चर्यचकित भए। समाधान स्वरूप ऋषि मुनिहरू गौतम, यज्ञवल्क्य, विश्वामित्र, मृगु, भारद्वाज, वाल्मीकि आदि राजा निमिको शरीर मन्थन गर्न तत्पर भए। वामदेव, असित, कर्ण, अगस्त्य र भार्गवले श्रापले श्रापित निमिको शरीर छुनुलाई पतित कर्म ठानेर संकट निवारणका लागि भगवानको ध्यान र स्तुति गर्न थालेपछि विष्णु भगवान प्रकट भए। भगवानले नदीहरूका पति समुद्रलाई स्मरण गरे। समुद्र दिव्य रूप धारण गरेर गंगा, जमुना सहित ब्रह्माण्डका सबै नदी तीर्थ भगवानलाई प्रसन्न गर्न उपस्थित भए। भगवानको आज्ञाले मुनिहरूले निमिको शरीरलाई गंगा, समुद्र र तीर्थहरूको पावन जलले स्नान गराएपछि मन्थनबाट राजा प्रकट भए। सो उत्सवमा महातीर्थ गंगा, समुद्र र तीर्थहरू लगायत पावन सरोवरलाई गंगा सागरमा निवास गर्ने आज्ञा दिएर भगवान अन्तर्ध्यान भए। भगवानलाई स्तुति र प्रणाम गरेर आफ्ना जल त्यहाँ स्थापित गरी सबै तीर्थ, नदी, समुद्र सहित त्यहाँबाट प्रस्थान गरे। त्यही स्थापित सरोवरलाई गंगा सागर भनिन थालियो। त्यसैले गंगा सागरको अति पावन जलको स्पर्श मात्रले मानिस पवित्र हुने मान्यता रहेको छ। पर्यटकहरूका लागि गंगा सागरमा साँझ हुने गरेको गंगा आरती आकर्षणको थलो हुने गरेको छ।
धनुष सागर जनकपुर धामको प्रसिद्ध राम मन्दिरको पूर्वमा यो सरोवर अवस्थित छ। रामले स्वयम्वरमा धनुष भङ्ग गर्दा त्यस धनुषको एउटा टुक्रा पातालमा गएपछि यस सरोवरको उत्पत्ति भएको मानिन्छ। धनुषको सो टुक्रा यसै स्थानमा झरेकाले यस सरोवरको नाम धनुष क्षेत्रसर भनिएको पनि भनिन्छ। स्वर्गद्वार यो जनकपुर धाम स्थित गंगा सागरको दक्षिण डिलमा रहेको छ। यस परिसरभित्र भूतनाथ महादेवको मन्दिर पनि रहेको छ। मानवको पार्थिव शरीरलाई विसर्जन गर्ने स्थान श्मशान घाटलाई व्यवस्थित गरी स्वर्गद्वार नामाकरण गरिएको छ। अचेल यो स्थान एउटा रमणीय पार्कको अनुभूति प्रदान गर्दछ। जनकपुर धामको धरोहरहरूमा यो स्थान मनोरम मात्र नभई दर्शनार्थीहरूबाट प्रशंसित पनि रहेको छ। यस नव धरोहरको निर्माणमा पवन सिंघानियाको योगदान अविस्मरणीय रहेको छ। अंगराजसर अर्गजा अंगराज अर्गजासर जानकी मन्दिरको उत्तरमा अवस्थित छ। यस सरोवरको नाउँ अंगराजसर भए पनि कालान्तरमा अंगराज र अपभ्रंशित भएर अर्गजा भनेर पनि बोलाइन्छ। जनकपुर धामको ऐतिहासिक सरोवर मध्ये यो पनि एक हो। प्रचलित किंवदन्ती अनुसार सुगन्धित जलको भण्डार भएको यो सरोवरमा राम र सीताको विवाहको समयमा बुकुवा अर्थात् उब्टन लगाए पश्चात स्नान गराइएको थियो। दशरथ मन्दिर जनकपुर धामको दशरथ तलाउ महाराज सागरको पश्चिम उत्तर डिलमा दशरथ मन्दिर अवस्थित छ। शिखर शैलीमा निर्मित यस मन्दिरमा दशरथजीको संगमरमरको र राम सीताको धातुका मूर्तिहरू रहेका छन्। यस मन्दिरको स्थापना साधु बनबारी दासले विक्रम सम्वत 1958 गरेका थिए। यद्यपि सो मन्दिर भत्केपछि मटिहानीका महन्त कौशल किशोर दासले बनाएका हुन्। रंगभूमि 12 बिघा जनकपुर धामको ऐतिहासिक एवं धार्मिक महत्त्वले प्रख्यात भू सम्पदामा रंगभूमिको नाम उल्लेखनीय छ। यसलाई स्थानीय बोलचालको भाषामा 12 बिघा पनि भनिन्छ।
धार्मिक दृष्टिकोणले यो मैदान सीताजीको स्वयंवर स्थल रहेकोले यस भूमिलाई पुण्य भूमिको रूपमा लिइन्छ। यस मैदानमा प्रत्येक वर्ष विवाह पञ्चमीको उत्सवमा राम सीताको स्वयंवरको प्रतीकात्मक विधिको आयोजनको परम्परा छ। संकटमोचन हनुमान मन्दिर पौराणिक एवं धार्मिक स्थल रङ्गभूमिको उत्तर पश्चिममा श्री संकटमोचन मन्दिर रहेको छ। बिहारको सीतामढ़ी जिल्लाको रेवासी पकडी निवासी सन्त वैकुण्ठ बिहारी दासले हनुमानजीको मूर्ति स्थापना गरी पूजा आराधना सुरु गरेका थिए। वर्तमानमा शिखर शैलीमा निर्मित यो मन्दिरको निर्माण परमहंस श्री अवध बिहारी दासजीले गर्नुभयो। मुख्य रूपले यस मन्दिरमा हनुमानजीको पूजा गर्ने गरिन्छ। मन्दिरको गर्भगृहमा संगमरमरको हनुमानजीको मूर्ति रहेको छ। यस मूर्तिको दक्षिणमा अर्को सानो हनुमानजीको मूर्ति छ। हनुमानजीको मूर्तिको उत्तरतर्फ चाँदीको कस्तुरमा सीताराम स्वरूपको शालिग्रामहरू छन्। हनुमान दरबार हनुमत दरबार हनुमत दरबारलाई हनुमान दरबार पनि भनिन्छ। यो मन्दिर रामानन्द चोकदेखि दक्षिण तथा सडकदेखि पश्चिममा छ। यस दरबारमा हनुमानजी प्रतिस्थापित छन्। 2031 साल रामनवमीको अवसरमा यस दरबारमा भव्य यज्ञको आयोजन गरिएको थियो, जसले यसको प्रसिद्धि बढेको छ। यस दरबारको निर्माण मधुबनी सुजातपुर निवासी रामचन्द्र शरणले विक्रम सम्वत 2017 साल चैत पूर्णिमाको अवसरमा श्री हनुमान जयन्तीको समयमा प्राण प्रतिष्ठान गराउनु भएको थियो। रामानन्द आश्रम दुल्हा दुल्हिन मन्दिर जनकपुर धामको रामानन्द चोकको पश्चिम दक्षिणमा रामानन्द आश्रम रहेको छ। यस मन्दिरमा राम जानकीको मूर्तिलाई दुल्हा दुल्हिन जस्तो सजाइएकाले यस मन्दिरलाई दुल्हा दुल्हिन मन्दिर र मिथिला कनक भवन पनि भनिन्छ। पण्डित अवध किशोर दासले विक्रम सम्वत 1957 सालमा यस मन्दिरको स्थापना गरेका थिए। यस मन्दिरभित्र राम सीता हनुमानका साथै रामानन्द आचार्य आदिका संगमरमरका मूर्तिहरू छन्। बिहारकुण्ड ज्ञानकूपदेखि पूर्व लगभग 100 मिटरको दूरीमा रहेको सरोवर बिहारकुण्ड जनकपुर धामको ऐतिहासिक पोखरी मध्ये एक हो। यस सरोवरको चारैतिर मठ मन्दिरहरू रहेका छन्। जनश्रुति अनुसार रामायण कालमा सीता आफ्नी सङ्गिनीहरूका साथ यस सरोवरमा जल विहार गर्ने गर्दथिन्। यसै कारण यस सरोवरको नाम बिहारकुण्ड रहन गयो। मणिमण्डप जनकपुर धामको उत्तर पश्चिममा मुजेलियादेखि पश्चिम रानी बजार भन्ने स्थानमा मणिमण्डप अवस्थित रहेको छ। जनश्रुति अनुसार यस स्थानमा राम जानकीको विवाहको समयमा मण्डप अर्थात् मडवा बनाइएको थियो।
ऐतिहासिक महत्त्वको यो धार्मिक स्थलका रूपमा प्राचीन स्थल हो। लक्ष्मी नारायण मन्दिर। यो मन्दिर जानकी आँखा अस्पताल नारायण चौकदेखि दक्षिण पश्चिम र बिहारकुण्डदेखि पूर्वमा पर्दछ। यस मन्दिरमा लक्ष्मीनारायण, तिरुपति बालाजी, त्रिदण्डी स्वामी आदिको पूजा गरिन्छ। लक्ष्मीनारायणको मूर्ति सङ्गमरमरको छ। श्री वासुदेव आचार्य स्वामीले स्थापना गरेको लक्ष्मीनारायणको यो मन्दिर विक्रम सम्वत 1905 भन्दा अगाडिको हो। स्तम्भको चारैतर्फ मूल रामायणका 108 श्लोक बडो आकर्षक ढङ्गले लेखिएको छ। धार्मिक पर्वहरूमा भक्तजनहरू 1.25 लाख राम नाम कागज तथा तुलसी पत्रमा लेखी पश्चिम तर्फबाट स्तम्भ भित्र राख्ने गरेको पाइन्छ। रानीपाटी। यस मन्दिरको निर्माण विक्रम सम्वत 1933 सालमा भएको हो। यस मन्दिरमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापित छ, जसको दर्शनले 1.25 करोड राम नाम लिएको फल प्राप्त हुन्छ। यस मन्दिरको निर्माण श्री जङ्गबहादुर राणाकी कान्छी महारानी रामकुमारी देवीले गराएकी हुन्। महारानीले भगवान राम जानकीको दर्शन गर्न जनकपुर धाम आउँदा जनकपुर धामको धार्मिक एवं पौराणिक महत्त्वले उनलाई नेपाली शैलीको मन्दिर बनाउने इच्छा भयो र उसले साना साना आँखी झ्याल हालेर शिखर शैलीमा मन्दिर निर्माण गराइन्। यो स्थान महारानी रामकुमारी देवीले स्थापना गरेकाले रानीपाटीको नामले प्रख्यात छ। अग्निकुण्ड। ऐतिहासिक एवं धार्मिक महत्त्वको मुख्य सरोवरहरूमा पर्ने अग्निकुण्ड जनकपुर धामको पश्चिम भागमा बिहारकुण्ड र मध्य मासरको मध्यमा स्थित छ। जनश्रुति अनुसार राजर्षि जनकको यज्ञको सम्पादन यसै स्थानमा भएको भनिन्छ। पछि यो यज्ञकुण्डमा पानी जम्मा भई सरोवर बन्यो, जसको नाम अग्निकुण्ड रहन गयो। युगल विनोद कुञ्ज। हालमा जनकपुर धाम उपमहानगरपालिका वडा नम्बर 8 अवस्थित रहेको युगल विनोद कुञ्ज पहिले बिहारकुण्डको उत्तर पश्चिम कुनाको डिल नजिकमा रहेको थियो, जहाँ अहिले युगल प्रेम कुञ्ज रहेको छ। युगल विनोद कुञ्जको स्थापना श्री प्रेमदासजीका शिष्य श्री रामदासले गरेका हुन्। वर्तमानमा रहेको युगल विनोद कुञ्ज मन्दिरको निर्माण विक्रम सम्वत 2016 सालमा महन्त श्री राम दुलारी शरणले गरेका हुन्। तत्कालीन बडा हाकिम गंगा बहादुरका समक्ष महोत्तरी र जनकपुरका साधु सन्त समावेश भएको रामलीला मण्डलीको स्थापना गरिएको थियो। यस मण्डलीमा श्री रामको प्रतीकको रूपमा श्री राम दुलारी शरण भूमिका निर्वाह गर्न सुरु गरे। पछि अयोध्या समेत गए। यहाँ श्री रामको भूमिका खेल्दा प्रशस्त रकम कमाए। सोही रकमबाट विक्रम सम्वत 2016 सालमा युगल विनोद कुञ्जको भवन निर्माण सँगै 8 बिघा जमिन समेत खरिद गरे। रत्नसागर मन्दिर। जनकपुर धाममा ऐतिहासिक महत्त्वका मठ मन्दिरहरूमध्ये रत्नसागर मन्दिर पनि एक हो। यस मन्दिरमा राम जानकीको मूर्ति सहित लक्ष्मण, राधाकृष्ण, हनुमान आदि भगवानका धातु र संगमरमरका मूर्तिहरू छन्।
गुम्बाकार शिखर शैलीमा निर्मित यस मन्दिरको पूर्व उत्तरमा रत्नसागर पोखरी रहेको छ। यस मन्दिरको स्थापना रघुनाथ दासले गरेका थिए। यो मन्दिर स्थापना हनुमानगढीको समकालीनमा भएको मानिन्छ। रसिक निवास। रसिक निवास जनकपुर धाम उपमहानगरपालिका वडा नम्बर 8 बिहारकुण्डदेखि दक्षिण वाल्मीकि नगर बलवाटोलमा अवस्थित छ। जनकपुर धाममा रहेका मठ मन्दिरहरूमध्ये निकै पुरानो करिब 100 वर्ष अगाडि रसिक उपासक सन्त श्री जनकराज किशोरी शरण रसिक अलीले गरेका थिए। गुजरात कठियावाडा सुदामापुरी गाउँको नगर विप्र वंशमा जन्मेका रसिक अली अयोध्यामा राघव शरण कृपा सिन्धुबाट वैष्णव शिक्षा र उपासना प्राप्त गरेपछि जनकपुर धाम आएपछि केही दिन कमला नदीको किनारमा बसी भगवानको भजन कीर्तन गरे। उनले लेखेका ग्रन्थहरू मध्ये अमर रामायण प्रसिद्ध हो। वर्तमानमा रसिक निवासका महन्त श्री राजेन्द्र शरण प्रतिहस्त हुन्। यस मन्दिरमा भगवानलाई काठको कलात्मक सिंहासनमा सिंगारेर राखिएको छ। यस मन्दिर परिसरमा हाल स्कुल पनि सञ्चालन भइरहेको छ। सीताकुण्ड मन्दिर। जनकपुर धामको पश्चिम भागमा ज्ञानकूपको पूर्व दक्षिणमा स्थित सीताकुण्ड मन्दिर रहेको छ। जनकपुर धाम ऐतिहासिक महत्वका मठ मन्दिरहरूमध्ये यो पनि उल्लेखनीय मन्दिर हो। यस मन्दिरको स्थापना सन्यासी रामदासले गरेका थिए, जुन विक्रम सम्वत 1990 सालको भूकम्पबाट नष्ट भएपछि हाल घर आकारको पक्की भवनमा सो मन्दिर रहेको छ। यस मन्दिरमा कालो ढुङ्गाको शतानन्द र चरण पादुका छन् भने अष्ट धातुको राम जानकी एवं लाल गोपाल र संगमरमरका हनुमानको मूर्ति रहेको छ। बाल्यकालमा सीताले राजपुरोहित शतानन्दबाट शिक्षा आर्जन गर्न नित्य बिहानी पोखरीमा स्नान गरी जान्थिन्। जनश्रुति अनुसार यो त्यही स्थान सीताकुण्ड रहेको जनविश्वास रहेको छ। दुग्धमती दुधमती। जनकपुर धामको पश्चिममा दुधमती नदी बग्दछ। यस नदीको उत्पत्तिको सम्बन्धमा बृहत विष्णु पुराणको मिथिला महात्म्यमा उल्लेख भए अनुसार वैशाख शुक्ल नवमीका दिन सीताजीको जन्म भएको थियो। सीताजी प्रकट भएको खुसीमा देवलोकबाट सबै देवता पृथ्वीमा आएका थिए। सो अवसरमा उपस्थित कामधेनुले पनि सेवा गर्ने सोच गरी कामधेनुले आमा झै सीताजीलाई दूध खुवाउन थालिन्। सो क्रममा कामधेनुको दूधको धारा पृथ्वीमा पोखियो र सो दूधबाट दुधमती नदी उत्पन्न भयो। मिथिला महात्मा अनुसार दुधमतीमा स्नान गर्नाले समस्त मनोकामना पूर्ण हुन्छ, सबै प्रकारका पाप क्षय हुन्छ। हनुमानगढी। जनकपुर धामको दक्षिण क्षेत्र जटही जाने मार्गमा स्थित हनुमान मन्दिर यहाँको पौराणिक मन्दिरहरू मध्ये एक हो। यस मन्दिरको स्थापना वैष्णव रामानन्दीय सम्प्रदायका सन्त प्रीतम दासले गरेका थिए। यस मन्दिरमा पाषाणका हनुमान र धातुका राम जानकीको मूर्ति रहेको छ। गोरखपुर स्थित मुडिया रामपुर मठका सन्त प्रीतम दास जनकपुर आउने चतुर्भुज गिरी र सुरकिशोर दास पछिका तेस्रो मानिन्छन्। उनी तीर्थाटनको क्रममा गंगाजीमा भेटिएका हनुमानजीको ढुङ्गे मूर्तिलाई जनकपुर धाममा ल्याई प्रतिष्ठापित गरेका थिए। कपिलेश्वरनाथ महादेव मन्दिर। जनकपुर धामको पूर्वी भागमा अवस्थित कपिलेश्वरनाथको मन्दिर पुरातात्विक महत्वका प्राचीन मन्दिरहरू मध्ये एक हो।
धार्मिक ग्रन्थहरूमा उल्लेख भए अनुसार राजा जनकले जनकपुर धामको चारै दिशामा महादेवको स्थापना गरेका थिए। जसमध्ये पूर्व उत्तरमा कपिलेश्वरनाथ थिए। स्थानीय जनश्रुति अनुसार प्राचीन कालमा यस स्थानमा कपिल नामक ऋषिको आश्रम थियो। उनकै नामबाट कपिलेश्वर रहन गएको हो। राधाकृष्ण मन्दिर। राधाकृष्ण मन्दिर जनकपुर धामको बिसहरा पोखरीको दक्षिण पूर्व डिलमा र धनुषा मालपोत कार्यालयदेखि उत्तर र पश्चिममा अवस्थित छ। यसको स्थापना विक्रम सम्वत 2068 वैशाख 26 गते मूर्तिको प्राण प्रतिष्ठान गरिएको थियो। यो राधाकृष्णको 2 तले भव्य मन्दिर हो। एक तल्लामा गाई र कृष्णको मूर्ति छ भने दोस्रो तल्लामा राधाकृष्णको मूर्ति छ। स्थानीय श्रद्धालु र भक्तजनहरू दर्शनको लागि नियमित आउने गर्दछन्। तिरहुतियागाछी। मिथिलाको पुरानो नाउँ भन्ने तिरहुत पनि प्रचलित नाम हो र यो एउटा परम्पराको लागि प्रसिद्ध छ। यिनै पृष्ठभूमिमा तिरहुत परम्पराको निर्वहन क्रममा यस स्थानको प्रयोग गरिने हुँदा गाछीहरूको विस्तृत भूभागलाई तिरहुतिया गाछी भनी नामाकरण गरिएको छ। ऐतिहासिक अस्तित्वको दृष्टिकोणले जनकपुर धामको प्रसिद्धमा यस गाछीको सामाजिक सांस्कृतिक क्रियाकलापका लागि महत्त्वपूर्ण रहेको छ। पञ्चमुखी हनुमान मन्दिर। यो पञ्चमुखी हनुमान मन्दिर जनकपुर धाम उपमहानगरपालिका वडा नम्बर 4 कदमचोकमा स्थित छ। श्री राम पकौडी दास वैष्णवले यस कदमचोकमा 2037 सालदेखि धुनी लगाई भगवानको पूजा गर्न सुरु गरेको हो। विक्रम सम्वत 2042 सालमा बजरङ्गबलीको माटोको मूर्ति स्थापना गरेको 1 वर्षपछि सिमेन्टको पञ्चमुखी हनुमानको मूर्ति उनले बनाउन लगाई स्थापना गरेका हुन्। यो मन्दिर शिखर शैलीमा बनाइएको छ। कुपेश्वरनाथ महादेव मन्दिर। जनकपुर धामको दक्षिण पूर्वमा रहेको कुपेश्वरनाथको मन्दिर ऐतिहासिक पुरातात्विक महत्त्वको दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ। यस मन्दिरको गर्भगृहभित्र महादेव एउटा कुवा अर्थात् कूप जस्तो गोलाकार खाल्डोमा रहेकाले यस महादेवलाई कुपेश्वरनाथ महादेव भनिन्छ। यस मन्दिरमा रहेको शिवलिङ्ग एक आकृतिविहीन कालो रङको सानो ढुङ्गा छ। उक्त ढुङ्गा लाम्चो रहेकाले सम्भवतः यसलाई बराहको थुतुनो हुन सक्ने केही विद्वानहरूको भनाइ छ। यस मन्दिरमा मुख्य शिवलिङ्गको छेउमा अर्को शिवलिङ्गको स्थापना गरिएको छ।